So guys, welcome back to my new video. अब म चाहिँ लुगा धुन जान आँटेको धन्दा सन्दा चाहिँ अघि गरेँ भ्लग चाहिँ अब कति एक हप्तै पछि होला झन्डै बनाएको हल्का त्यति लाग्दैन क्या बनाउनु अल्छी लाग्छ अनि अब चाहिँ आज चाहिँ बनाइदिउँ न भनेर होइन अब यहाँ लुगा धुनुपर्ने हुन्छ अब आरिका राख्ने अब लुगा धुनुपर्ने हुन्छ अनि लुगा धुइदिइसकेपछि चाहिँ टक्क पर मूल घर गएर हल्का नुहाइदिनु पर्ने हुन्छ परमूल घरतिर गएर नुहाइदिने हो आज चाहिँ पर छ मेरो लुगाहरू त्यही हो अब यहाँ टक्क पारेर यहाँ राखेर होइन ल है त गाइज आज यसपालि उठाउँछ है त रसी म चाहिँ मेसीको सपोर्टर हो तपाईँहरू चाहिँ कसको यसो कमेन्ट हानिदिनु होला होइन पेनाल्डोको फ्यानहरूले त कमेन्ट नगर्दा नै हुन्छ पेनाल्डोको त काम छ नि यहाँ नेमार यामेलहरू हो भने चाहिँ पेनाल्डो बाइक अरूहरू हो भने चाहिँ कमेन्ट गर पेनाल्डो त छ्या आई हेट पेनाल्डो मलाई पेनाल्डो नै मन पर्दैन पानी भर्न राखिदिइसकेको छु घाम टिलिक्कै लागिरहेछ अब यता बस्नुपर्ने हुन्छ पानी भरेपछि जानुपर्ने हुन्छ यस्तो गिदी हुन्छ लुगा धुने जस्तो अल्छी मलाई केही लाग्दैन क्या अरू पानी भरिसकेको छ होइन अब चाहिँ लुगा धुनुपर्ने हुन्छ टक्क पारेर ल गाइज लुगा पनि धोइसक्यो होइन अब चाहिँ अब पखाल्नु पर्ने हुन्छ त्यही हो पखाल्नु पर्ने हुन्छ अब लुगा पकाएर होइन क्यामेरा यहाँ होस् मेरो चाहिँ जिउभरि घाउहरू निक्लेर चिलाइ गर्छ होइन बित्दै भइरहेछ क्या अब लुगा लाएर पर जानुपर्ने हुन्छ मम्मी म हिँडेको पर अन्त बडाल अनि लाग्दिन पुस्दिन नपुस्नु म आफै पुस्छु खुट्टा सफा गर्नुपर्ने हुन्छ अब ल गाइज अब चाहिँ हिँडिसक्यो होइन म घरतिर अब खुट्टा सफा गरेर लुगा लाएर हिँडिसकेको छु मान्छे त हिँड्छियो नि हो पनि अब चाहिँ हिँडिसकेको छु अब परतिर गलीमा हिँड्छु म चाहिँ भ्लग किन बनाउँछु भने यस्तो जस्ट फनको लागि अब अल्छी लाग्छ बाटोमा हिँड्दा गीत सुन्दा के होइन बरु भिडियो बनाइदिँदै मान्छेहरूलाई इन्टरटेनमेन्ट अब सुरत द डोबले के गर्छ काम त्यस्तो अब देखाइदिउँ भनेर भिडियो बनाएको होइन भिडियो बनाएको नि बोजू हजुर हुन्छ बोजूले चाहिँ
के बनाएको भने त्यो भिडियो राम्रो भिडियो यतात्यता होला भन्नुहुँदैछ होइन। त यो गाइज अब चाहिँ यस्तो छ यहाँ यताबाट यहाँ माथि यो सिधा चाहिँ साथी घर पनि छ, यता माथि जानुपर्छ हाम्रो घर चाहिँ जाँदाखेरि। हल्का यहाँ हाम्रो गाउँ पनि अपडेट भएको छ, कोही केही पनि थिएन, यो पछाडिको घर थिएन बनायो, तलतिर घर थिएन बनायो घरहरू भने, गाउँहरू भने हल्का अपडेट हुँदै जाँदैछ होइन। तर यो बाटोहरू चाहिँ सरकारले हेर्नु पऱ्यो, यस्तो बाटो भएन, नगरपालिकाहरूले हेर्नु पऱ्यो, उलेटाङको वडाहरूले पनि हेर्नु पऱ्यो, यस्तो गाह्रो यस्तो पाराले भएन बाटोहरू। मलाई चाहिँ कुन बाटो जाउँ भयो क्या, स्कुल बाटो जाउँ कि सिधैबाट जाउँ भइरहेको छ। सिधैबाट गयो भने चाहिँ अलिकति छिटो पर्छ, तर गाउँको तल्लो बाटो गयो भने चाहिँ पिच तर हल्का टाढो पर्छ होइन। त यो सिधै लाग्नेछु यस्तै भन्ने कुरा हो। त यो अब बित्दै हुन्छ गयो। मेरो चाहिँ के भन्छ जियोभरि उयो छ के भन्छ हौ त्यसलाई त बिर्स्यो हौ मैले त, घमाउरो अनि त्यो घमाउरो चाहिँ उयो के भन्छ तितेपातीको पानीले नुहाउँदाखेरि हराउँछ अरे, अनि त्यो भएर त्यसले नुहाइदिनु आँटेको म चाहिँ परसम्म अङ्कल। हाम्रो स्कुल चाहिँ यहाँदेखि उँधो जानुपर्छ होइन, तर म चाहिँ सिधै लाग्दैछु, छिटो पनि पुगिन्छ। त यो त्यो भएर दिनुपर्ने हुन्छ अब टक्क काटेर। त यो त्यही भएर निको हुन्छ भन्नुभयो हिजो बोजूले, त्यही तितेपातीले नुहाउने हो। हाम्रोमा छैन क्या फेरि तितेपाती, मूल घरमा चाहिँ टन्नै छ। अब फेरि उहाँ पुगेर फेरि किन यता आइबस्नु, बरु उहीँ लुगासुगा लिएर उहीँ गएर नुहाइदिने हो भनेर चाहिँ हिँडेको मान्छे हो म। कस्तो हात गलेको गिद्दी उतारेको छ त हौ, हात गल्दा यसरी गर्नुपर्ने ब्लग। घाम लाग्यो है फेरि डिरेक्क छाता ल्याउनु पर्ने रहेछ, मैले छाता ल्याउनु बिर्सेँ क्या गिद्दी। मेरो हातमा चाहिँ गाइस के निक्लेछ है यहाँ यस्तो चेपचेपमा सानो चिलाउन भनेको सायद लुत्यो होला, अहिले चिलाउँछ क्या, खुनै निकाल्दै यहाँ देखिनु होला, खुनै निकाल्दै कनाएर रिस उठेर। मूल घर चाहिँ पुग्नु पनि आँट्यो, अब 15 मिनट जस्तो लाग्छ अब। त्यही हो, कति पनि लाग्दैन क्या हाम्रो घरबाट चाहिँ मूल घर जान, त 20 मिनट 20-25 मिनट त्यति लाग्छ। अब 10 मिनट 15 नै होइन 10 मिनट जस्तोमा पुगिहाल्छु म त। यो यति हुन्छ क्या, युट्युबमा नि हालिदिनु पऱ्यो यो चाहिँ फर्स्ट भिडियो आएको होइन, अनि त्यसपछि यो चाहिँ फेसबुकमा नि हालिदिन्छु, युट्युबमा नि हालिदिन्छु। त्यही हो, बाजेलाई चाहिँ भेटाएको थिएँ, घरमा कोही पनि छैन भन्नुभएको जस्तो कुरा गर्नु, आगीहरू पनि जाँदा जानुभएको थियो, अहिले आउनुहुन्छ होला, हिजो जानुभएको थियो, आज आउनुहुन्छ होला यति। र म चाहिँ पुग्न आँटिसकेँ। त्यही यो चिन्नेहरूले त अब मलाई चिन्नेहरूलाई त मेरो मूल घर पनि थाहा होला कतिलाई त। त यो अब चाहिँ जानुपर्ने हुन्छ सरर भन्दा नि दुईवटा खुट्टा खल्डाङ हल्लाउँदै जानुपर्ने हुन्छ। पुग्न आँटिसकेँ म चाहिँ, र केटा हो लाइक कमेन्ट सेयर अनि सब्सक्राइब अनि फलो गर्नु चाहिँ नबिर्सौँ होला। त्यही हो, अब हल्का लाज लाग्छ भिडियो बनाउनु त मान्छेको अगाडि, अब बिस्तारै गर्दै जाने हो। त्यति अब हुन्छ नि, गर्दै गएपछि त्यस्तो लाज लाग्ने कुरै हुँदैन क्या। त्यही हो होइन, बनाउँदै गएपछि लाज लाग्दैन। अनि त्यही हो, अनि बाले लाग्दैन त्यसो बानी भएपछि त बनाउने हो नि त, न त त्यस्तो हाँस्दै यताउति हुन्छ नि त होइन। त्यो भएर मूल घर पनि पुग्न आँटेँ। अब मूल घर पुगेर लुगासुगा फेरि बनाउनु पर्ने हुन्छ भिडियो, र मेरो हात पनि गल्यो क्या, त्यही भएर
बानी छैन नि त भिडियो बनाउने त्यही भएर अब चाहिँ नुहाउनु पर्ने हुन्छ टक्क पारेर होइन साबुन 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 नुहाउनु कपारेर म चाहिँ घरबाट निस्किदिएको त्यहाँ के भन्छ हिजो दाइको मम्मी बित्नु भएको रहेछ मैले फेरि राति मात्र थाहा भयो क्या अनि गइनँ म थाहा थिएन नि त अब राति मात्र थाहा भएको अनि आजको जानेको दाइहरू सब आउनु भएको रहेछ त्यहाँनिर आज अनि हिँडेको अब उहीँ हो छ्या कस्तो गिद्दी भइदिएको के छ्या हिजै जानुपर्ने ठाउँमा आज यस्तो साइको रिग्रेट लागिरहेको छ यार कस्तो क्या त्यस्तो दिन भएको थाहा नै थिएन कि कति छिटो गिद्दै यार गिद्दै हुन्छ अब ठिकै हो अब भइगयो अब भएको कुरालाई स्वीकार्नुपर्छ त्यही अब क्वालिटी पनि नराम्रो आउला होइन घाम टिलिक्कै लाग्यो छाता बोकेर हिँड्नु खोजेको छातै भेटिनँ कहाँ थियो अब भएको कुरा भइगयो अब स्वीकार्नुपर्छ त्यस्तै अब नयाँ जीवन अगाडि बढाउनु पर्यो गाइज म चाहिँ मरोबाट नि आइसकेँ त्यहाँ दाइकोमा थियो अनि गएर पनि आइसकेँ अब मूल घर पुग्न आँट्यो अब 1 मिनट त यो यहाँ मासतिर अब 1 मिनट हो त्यसपछि मूल घरमा बसेर फोन चार्ज गर्नुपर्ने हुन्छ मैले बाटोमा अझै गरिनँ क्या मैले ब्लकै गरिनँ बाटोमा त चार्ज पनि छैन सकिन आएको चार्ज होइन अनि अब यहाँनिर एकछिन बसेर फोन चार्ज गरेर कालीस्थानतिर जानुपर्ने हुन्छ सुजिमसी माग्नु त्यही हो गाइज अब चाहिँ म फोन चार्ज गर्छु घर पनि पुगिसकेँ है यहाँ आइसक्यो मनिष मेरो भाइहरू सब आइरहेको रहेछ होइन मनिषहरू पनि आइसकेको रहेछ टक्क परे एकछिन बस्नु पनि अब चाहिँ म चल्दै गएँ कालीस्थानतिर अब त्यहाँनिर वर्कआउट सर्कआउट हानेर लाग्दिनु पर्ने हुन्छ घरतिर है
तिम्रो मन मेरो लागि धर्ना यहाँ हो कालीस्थान पनि नजिकै छ मूल गर्दाखेरि 3 मिनट 2 मिनट त्यति दाइहरू पाउनु भएको छ चाहिँ त गिद्दै आउनु भएको छ भने त गिद्दै हुन्छ अब है उहाँ पुगेर गर्छु भिडियो चाहिँ म किन हो म चाहिँ घर पनि आइसकेँ होइन अब खानासाना खानुपर्ने हुन्छ अनि सुत्दिनुपर्ने हुन्छ यो जुनी कम्ती परे अर्को जुनी सम्मलाई